सर जोर त्यो सर अघिको क्वेसन के इक्जाममा नआउने भए नगरौँ न त टाइम मात्र वेस्ट हुन्छ बरु त्यो सञ्जयले पठाएको थियो नि सोल्युसन गरेर कुन त्यो क्वेसन वाला नआउने इक्जाममा यो बुझाइदिनु। क्वेसन अहिले गर्न लागेको हजुर, आउनु हजुरले त यो सेमिस्टरमा आउँदैन भन्नुभएको थियो नि। होइन यो आइएसएचबी भनेको चाहिँ नसोध्नु पर्ने हो होइन तिमीलाई सोधिहाल्यो तर आउनु सक्छ कि आउनु सक्छ क्वेसन है आउनु सक्छ कि धेरै गाह्रो छैन हल्का यस्तै घुमाइसक्छ फेरि घुमाइसक्छ होइन यसको कन्सेप्ट चाहिँ बुझ्नुपर्छ तिमीले है यो आइएसएचबी भनेको चाहिँ यो कुरा चाहिँ तिमीलाई थाहा छैन नि त आइएसएचबी भन्ने कुरा चाहिँ यसले अहिले नभन्नुपर्ने कुरा हो कि अर्को सेमेस्टरमा आउने कुरा हो आइएसएचबी भनेको यो आइएसएचबी भनेको कुरा होइन आइएसएचबी भनेको चाहिँ अहिले नआउनु पर्ने कुरा हो मैले भन्न खोजेको होइन तर चाहिँ यसलाई चाहिँ यो टाइपको क्वेसनलाई पनि गर्न चाहिँ बरु फेरि 72मै आइरहेको छ क्वेसन 71मा चाहिँ आउन सक्छ भनेपछि यो आइएसएचबी भनेको के हो भन्दाखेरि आइएसएचबी 300 भनेको नि यो आइएसएचबी भनेको आई भनेको के हो आई भनेको हो आई सेक्सन भने हो आई भनेको चाहिँ आई सेक्सन भने हो भने कस्तो कस्तो खालको चाहिँ यो कोलुम हो भन्दाखेरि चाहिँ यस्तो खालको माथिबाट हेर्ने बेलामा चाहिँ यस्तो खालको कोलुम हो भन्नु खोजेको है आई सेक्सन भनेको चाहिँ यो चाहिँ डराउनु पर्दैन यति आई सेक्सन भन्नु खोजेको यस्तो खालको आई इक्वल हो भनेर पढाउँदा यस्तो भयो यस्तो खालको दुवैतिर इक्वल भएको आई भन्नु खोजेको है आई सेक्सन भनेको चाहिँ 300 भनेको के भन्दाखेरि 300 भनेको चाहिँ यसको चाहिँ पुरै हाइट यसको टपबाट यसको तलसम्मको हाइट 300 हो यसरी आइएसएचबी देख्ने बित्तिकै आजबाट यो कन्सेप्ट के थाहा हुनु पर्यो भन्दाखेरि अब इक्जाममा आई आई भनेको चाहिँ आई सेक्सन हो यो भनेको चाहिँ इन्डियन स्ट्यान्डर्ड हेभी बिम भन्छ क्या अर्को सेमेस्टरमा पढिन्छ स्टिलमा इन्डियन स्ट्यान्डर्ड हेभी बिम हो आई भन्ने बित्तिकै आई बनाउने 300 भनेपछि यसको तलबाट माथिसम्मको हाइट बनाउने यो हाइट यस्तो खालको चाहिँ एउटा कोलुम चाहिँ हामीले कोलुम प्रयोग गऱ्यो अरे स्टिल कोलुम अफ आई सेक्सन यति कोलुम कति छ लेन्थ लेन्थ 5 मिटर छ विथ बोथ इन फिक्स दुइटै चाहिँ फिक्स छ भनेपछि दुइटै इन फिक्स के हुन्छ याल याल भनेको याल बाई 2 हुन्छ है बोथ इन फिक्स भइसकेपछि याल भनेको याल बाई 2 हुन्छ डिटरमाइन द युलर्स क्रिटिकल लोड फर कोलुम के निकाल्न पर्यो अरे युलर्स क्रिटिकल भनेको के हो पिसिआर फर्मुला के हो भन त युलर्स क्रिटिकल लोड भनेको पिसिआर हो के फर्मुला पाई स्क्वायर इआई बाई के हो एलिफेटिक स्क्वायर हो कि होइन यो हो कि होइन सृष्टि अर्पिता सञ्जय यो हो कि फर्मुला पाई स्क्वायर इआई बाई एलिफेटिक स्क्वायर हो पिसिआर निकाल्ने भनेको युलर्स क्रिटिकल लोड भनेको चाहिँ यो निकाल्ने भनेको यसले फर द कोलुम इफ द सेक्सन इज यहाँ के भन्यो भन्दाखेरि यो सेक्सनमा के अरे यो सेक्सनमा चाहिँ एउटा थप कुरा के गरियो भन्दाखेरि यसको माथिपट्टि पनि यस्तरी एउटा प्लेट थपेर यसलाई झन् बलियो बनाइयो अरे के अहिलेको चाहिँ त्यो फ्लिज बिम भने जस्तै यस्तै माथि यसको माथि पनि यसरी थपियो एउटा बिम एउटा चाहिँ पाता भनौँ न एउटा स्टिलको पाता तलपट्टि पनि यसरी थपियो अरे स्टिलको पाता कतिको 300 × 10को भनेको यो चाहिँ 300 यति छ यसको वाइड पनि 300 यति कति हाइट यसको यति हाइट चाहिँ 10 mm बराबरको थपियो माथि पनि त्यही हो स्ट्रेन्थ भनेको यसरी थप्या हो यो कुरा बुझ्नु पऱ्यो कि तिमीहरूले अरू कुरा बुझ्छौ 300 र यति कति यति 10 बराबरको तलमाथि थप्यो अरे भने फर इच फ्ल्यान्ज भनेको तलमाथिको फ्लेन्जमा थप्यो वाट वुड बी द युलर्स क्रिटिकल लोड भनेको यही पिसिआर सोधेको हो टेक फर आई सेक्सन एरिया दियो आई सेक्सनको एरिया दियो आफै पुरै एरिया दियो आई सेक्सनको पुरै एरिया दियो कुन आई सेक्सनको एरिया कुन दिएको भन्दाखेरि यसले यति एरिया दिएको यसको तलको आईको मात्रै है माथिको प्लेटको दिएको होइन यसले तलको मात्रै आईको एरिया पनि दियो के दियो आई एक्सिस पनि दियो मोमेन्ट अफ इनर्सियाबाट एक्सिस पनि दियो मोमेन्ट अफ इनर्सियाबाट वाइ एक्सिस पनि दियो अनि ई पनि दियो भनेपछि हामीले यसमा कुन हाल्ने हो यो आई कुन हो भन त हेरि आई चाहिँ कुन आई हाल्ने हो हामीले आई एक्सिस कि आई हो भन त यसमा कुन हाल्ने हो यो फर्मुलाको आईमा आई एक्सिस हो अथवा आई वाइ हो भन त कुन हाल्ने हो जुन सानो हो त्यही हाल्ने। हो जुन सानो छ त्यही हाल्ने हो यसमा त आई मिनिमम हो भनेपछि कुन सानो छ हेर त सानो कुन छ एउटा 10⁻8 छ एउटा 10⁻7 छ भनेपछि 10⁻7 भएको सानो हो यो सानोवाला चाहिँ हाल्नु पर्यो सानोवाला चाहिँ हामीले हाल्नु पर्यो तर यसमा के भन्यो भन्दाखेरि चाहिँ सुरुकोमा चाहिँ फर्स्टमा चाहिँ के छ हेरि डाइरेक्टै हालिदियो भयो कि सुरुमै आइवाइवाईलाई यहाँ हाल्ने बित्तिकै सुरुको एन्सर आइहाल्यो हेरि यो माथिपट्टिको चाहिँ युलर्स क्रिटिकल लोड भन्नेवाला आइहाल्यो तलपट्टि नै भने फेरि युलर्स क्रिटिकल लोड भनेको सुरुमा चाहिँ पिसिआर यसरी निकाल पछि हेरि यसरी हरियो मैले प्लेट बनाएँ नि
यो हरियो प्लेट चाहिँ तलमाथि गाँस्यो भने त्यसमा के फरक पर्छ फेरि पनि निकाल्यो युलर्स क्रिटिकल लोड भनेर सोध्यो आएमा चाहिँ माथिको तिमीले निकाल्छौ क्वेसनमा दिइहाल्यो आइआई त्यही मिनिमम मिनिमम हालिदेऊ आइहाल्यो यालिफिटी भनेको चाहिँ विभिन्न इन्कन्डिसनमा के हुन्छ मैले भनेको छु फर्मुला यही है गगन गगन तिमीहरू सेमन्त जुन यो क्लास पढाउन आएको छैन फर्मुला यही हो सिर्फ के हाल्ने आई भनेको आई मिनिमम हाल्ने उता थ्योरी अफ फ्र्याक्चरमा आई वाइ हालिन्थ्यो आई वाइ वाइ आई सरी आई एक्सिस हालिन्थ्यो आई एक्स एक्स थ्योरी अफ फ्र्याक्चरमा आई एक्स एक्स हालिन्थ्यो तर यसमा चाहिँ आई एक्सिस पनि निकाल्ने आई वाइ वाइ पनि निकाल्ने र जुन सानो छ त्यही हाल्ने हो भनेपछि के भयो यसमा यो थपेपछि यसमा मोमेन्ट अफ इनर्सिया घट्छ भनेपछि मोमेन्ट अफ इनर्सिया कसरी घट्छ भन्दाखेरि अब फेरि मोमेन्ट अफ इनर्सिया निकाल्नु पऱ्यो सुरुमा त भइहाल्यो यो नसब्दै के यो 310 को हरियो प्लेट नसब्दै त यसरी आइहाल्यो थपेपछि कसरी हो त भन्दाखेरि थपेपछि केही गर्ने होइन सिर्फ मोमेन्ट अफ इनर्सिया निकाल्ने हो भनेपछि मोमेन्ट अफ इनर्सिया थपेर निकाल्नुपर्छ कसरी निकाल्ने भन्ने कुरा म देखाउँछु यो चाहिँ जान्नुपर्छ कन्सेप्ट चाहिँ यो सोध्यो भनेपछि यो कन्सेप्ट चाहिँ तिमीहरूलाई जान्नै पर्छ कहाँ छ इरेजर छैन क्या इरेजर त्यहाँ कसरी मेटिन्छ यो रेकर्डिङ मैले गरेँ होइन रेकर्डिङ गर्नु पऱ्यो कि भइरहेको रेकर्डिङ रेकर्डिङ भइरहेको छ ल थोरै बहुत तल बनायो यसलाई यसै होइन भनेपछि थपेपछि कहाँ छ यसको इरेजर यही उयो त थपेपछि के हुन्छ भन्ने कुरा तिमीहरूको बुकमा नि छ त्यो कसरी निकाल्ने भन्दाखेरि त्यही हो सेम फर्मुला त्यही हो अब मोमेन्ट अफ इनर्सिया निकाल्ने कसरी निकाल्ने मोमेन्ट अफ इनर्सिया भन्दाखेरि चाहिँ के हो भन्दा मोमेन्ट अफ इनर्सिया फर्मुला आई एक्स एक्स भनेको के हो एक्सिस भनेको यसको थाहा नआयो किन यो आईको त हामीलाई थाहा छ पहिल्यै आईको क्वेसनमा दियो कति दियो आईको क्वेसनमा कति दियो 1.25 इन्टु दियो कि दिएन आईको क्वेसनमा दियो 1.2545 इन्टु 10 क्वेसनमा दिएको गएन क्वेसनमा दिएको गएन यो भन त केही त इन्टर गर तिम्रो केही त बोल हजुर बुझा यो क्वेसनमा दिएको भनेपछि के गर्नु पर्यो सुरुमा त गर्नु पर्यो है सुरुमा चाहिँ थपेको थिएन भने त डाइरेक्ट आई मिनिमम सानोवाला आई वाइ वाइ हो त्यो हालिदियो भयो थपेपछि के हुन्छ भन्दाखेरि थपेपछि यसको मोमेन्ट अफ चेन्ज हुन्छ त्यही भएर थपेको भनेपछि प्लस के हो प्लस माथिपट्टि पनि प्लेट छ भनेपछि दुईवटा प्लेट छ नि त प्लेट दुईवटा छ यसरी दुईवटा गरिदिए हुन्छ प्लस यो प्लेटको आफ्नो मोमेन्ट अफ इनर्सिया कति हो बिडी के हो बिडी बाई 12 बी इन्टु डी को क्युब बाई 12 प्लेटको आफ्नो मोमेन्ट अफ इनर्सिया दुईवटा भएर 2 गरिदिएको एकैचोटि आफ्नो मोमेन्ट अफ इनर्सिया प्लस के हो प्लस आफ्नो एरिया हो कि होइन प्लस आफ्नो एरिया हो कि होइन भन त आफ्नो एरिया हो इन्टु के हो इन्टु पुरै फिगरको सिजी माइनस आफ्नो सिजीको होल स्क्वायर हो कि होल स्क्वायर पुरै फिगरको सिजी माइनस आफ्नो सिजीको होल स्क्वायर हो कि यो मैले पढाएको हो कि तिमीलाई भन त यो हजुर सर हो भनेपछि यसमा त हाम्रो सिजी पनि निकालेको छैनौँ यसको आएको सिजी पनि थाहा छैन भनेपछि कसरी निकाल्ने सिजी निकाल्न जाने फेरि सिजी निकाल्न जाने होइन भनेपछि यसको यो फिगरको सिजी ट्याक्क आएको चाहिँ ट्याक्क यो फिगरको बिचमा पर्छ आइदियो भने भनेपछि हाम्रो दूरी हो यति हो हामीले निकाल्न पर्ने कुरा चाहिँ हेर यसको स्क्वायर गरिदियो हुन्छ भनेपछि कति भयो यो पुरै 300 हो भने यति कति हुन्छ पुरै 300 हो भने यति चाहिँ कति हुन्छ भन्दाखेरि यति 150 हुन्छ यति 150 हुन्छ र यति 150 हुन्छ आईको मात्रै है आईको मात्रै हो अनि यहाँसम्म कति हुन्छ 150 हुन्छ भनेपछि हामीलाई चाहिएको दूरी कति हो त्यहाँबाट हेरियो प्लेटको बिचसम्म चाहिएको भनेपछि के गरिदिने 150 गरिदिने प्लस यसको 10 छ नि त सिजी कहाँ पर्छ 10 को आधामा पर्छ प्लस 10/2 गरिदिने अनि यसको के गरिदिने स्क्वायर गरिदिने यसरी भनेपछि के आयो यहाँबाट आयो आई एक्सेस आयो यसको यसको हाम्रो क्वेसनमा के छ आई एक्स प्लस दुईवटा प्लेटमा गएर 2 अनि आफ्नो एरिया होइन आफ्नो चाहिँ मोमेन्ट अफ इनर्सिया बिडी के बाई 12 बिडी के बाई 12 प्लस
आफ्नो एरिया इन्टु पुरै फिगरको सिजी माइनस आफ्नो सिजी भनेको चाहिँ यो डिस्टेन्स हो। आफ्नो सिजी र पुरै फिगरको सिजीको बिचको दूरी हो। यति चाहिँ पुरै 300 पछि यति एक्सपास हुन्छ, यति एक्सपास हुन्छ। यो माथिको 10 को आधामा सिजी पर्छ भनेपछि 10/2 यसरी आयो आइएक्सएक्स। यसै गरी आउँछ के, यसै गरी आउँछ आइवाइवाई। क्वेसनमा दिएछ कति आयो है, क्वेसनमा आइवाई दिएछ 2.1936 इन्टु 10⁻6 दिएछ प्लस फेरि 2 गर। अब डी के हुन्छ, डिबी/12 डी इन्टु 10 को पावर 7 होला नि। 7 छ, सरी 7 छ, 7 छ। 7 बिडिके/12 भेरी गुड। अनि एरिया त त्यही हो, एरिया त्यही हो। अनि पुरै फिगरको सिजी माइनस आफ्नो सिजी भने कति, यो त यता पर्छ नि त, यो त यता पर्छ, यो त हेर यहाँ पर्छ, यो त हेर यता पर्छ, यो त यो सिजी हो नि त। वाइमा त एक्समा माथि हेर्ने हो, वाइमा यताको हेर्ने हो। भनेपछि कति हाल्नु पर्यो, कति हुने भयो भन्नु त। ट्याक्क आफ्नो ठाउँमा पऱ्यो भनेपछि, ट्याक्क आफ्नो ठाउँमा परेपछि यसको पुरै फिगरको सिजी पनि ट्याक्क 300 को आधामा पर्छ। यसको सिजी पनि त्यही पर्छ के, 300 कै आधामा पर्छ। यसको स्क्वायरको 0 हुन्छ। ट्याक्क एउटा फिगर सिजी भइसक्यो, सिजी एकै ठाउँमा पर्छ कि सिजी यसको एउटै छ नि त। ट्याक्क यो बिचको सिजी एकै ठाउँमा पर्छ, यिनीहरूको तलमाथि फरक पर्छ। यसको पनि ट्याक्क आधामा पर्छ, यसको पनि आधा पर्छ। यो पनि 300, यो पनि 300 भनेपछि यो के हुन्छ, यो टर्म नै 0 भएर उड्यो भनेपछि यति मात्रै गरे भयो। यति यो टर्मै 0 भयो, यतिको मात्रै क्यालकुलेसन गरे भयो। बुकमा पनि त्यही गरे, बुकमा त देखा होइन, यसरी 0 भएर जाने हो है। यति कुरा गरेपछि आई आयो, कुन सानो आउँछ त्यही सानो आई पनि सानो आउँदो रहेछ भनेपछि त्यसलाई फेरि पाई स्क्वायर फर्मुलामा हालिदेऊ अनि चाहिँ एन्सर आयो। ठिक छ, यहाँसम्म बुझ्यो, बुझ्यो बुझ्ने यहाँसम्म भन्नु त हजुर के सर, हजुर सर बुझियो। सुरुमा चाहिँ केही गर्न परेन, क्वेसनमै देखा आइवाई सानो त्यही हालिदेऊ। यसरी प्लेट थप्यो भनेपछि यसको प्लेटको पनि थपेर मोमेन्टेसन निकाल्नु पर्छ। वाइ आई एक्सिसमा चाहिँ यो पनि आउँछ, तर आई वाइवेमा चाहिँ यो यसरी 0 भएर जान्छ, त्यही भएर यो गर्न पर्दैन। यति मात्रै गरे हुन्छ। बुकमा पनि त्यही गरे, यसलाई एकचोटि हेरेर हेरेर जानु है। यो क्वेसनलाई चाहिँ एकचोटि सल्भ गरेर जानु, किनभन्दाखेरि 2071मै सोधेको भनेपछि आउनु सक्ने चान्स छ यसको है। यो क्वेसनलाई मैले यतिमै बिट मारेँ। केही छ भने फेरि यो रेकर्डिङ हेर्ने अनि त्यसपछि फेरि गर्न सकिन्छ है त। हुन्छ, हुन्छ कि हुन्न, केही त बोल तिमीहरू। हुन्छ हुन्छ सर। अब यसपछि अर्को क्वेसन छ, कुन छ र क्वेसन? सर त्यो कि बिहान सन्जेले गरेको थियो नि, हो त्यो पनि गर्ने हो, त्यो पनि गर्ने हो। हो त्यो क्वेसन। यो पनि भयो। अनि अर्को छ यो 2076 को चाहिँ क्वेसनमा मैले गराएको है। यो फेरि यो पनि मैले गर्छु ल। पहिला निरुतालाई पठाएको क्वेसनहरू मैले सबै सक्ने भएँ। अनि सञ्जयको नि क्वेसनमा आउँछु। कहाँ सञ्जय आएकै छैन अहिलेसम्म? सञ्जय बराल देखिरहेको छ, सञ्जय आइसक्यो। त्यही त, हेलो सञ्जय, सुनिरहेको छ बोलेको? हजुर सर, हजुर। ल ठिक छ, तिम्रो क्वेसन आउँदैछ, यो कुरा नि ख्याल गर है। यो क्वेसन आउन सक्ने क्वेसन हो। तिम्रो क्वेसन पनि म आउँछु, मैले बिर्सिहालेँ तिम्रो क्वेसन। तिमीले भनेको क्वेसनको चाहिँ यो के हो, फ्लिट बिम भन्नेवाला मैले अघि नै गरेको छ कि, त्यसको रेकर्डिङ मैले गरेर बिर्सेछु। साथीहरूले फोटो खिचेका छन्, स्क्रिनसट गरेर हान, उनीहरूले चाहिँ राम्रोसँग नोट बनाएर पठाउँछन् है ग्रुपमा चाहिँ। त्यसपछि रेकर्डिङ छ, अलिकति अगाडिको पार्ट चाहिँ मैले रेकर्डिङ गरेर बिर्सेछु, के छैन त्यो साथीहरूले पठाउँछन्। अब म अर्को क्वेसनमा चाहिँ लागेँ। कुन क्वेसन हो त भन्दा यो क्वेसन फेरि म यहीँ आउँछु। क्वेसन म अपलोड गर्छु। तिमीले बुक पनि हेर है, हल्का हल्का त्यहाँ क्वेसनहरू कसरी गरे के गरे त्यो पनि हेरेर। यो क्वेसन हेर त, यो क्वेसन हेर त, पढ त सबैले। 2076मा आएको यो क्वेसन चाहिँ अर्पिताले पनि थ्योरी अफ टोर्सनको चाहिँ हल्का चाहिँ कन्फ्युजन छ भनिरहेको थियो नि त। यो क्वेसन पनि हल्का गरौँ। देखिए क्वेसन सबैले? हजुर सर सबैले देखिएछ। ल क्वेसन सार त अथवा चाहिँ के त्यसलाई पढ त। यस्तो क्वेसन क्लासमा नि गरेको होइन, क्लासमै गरेर आएको क्वेसन त मलाई। एउटा क्वेसन चाहिँ त्यही खोजेर उति बेलै क्लासमा गरेर होइन रहेको क्वेसन। थ्योरी अफ फ्र्याक्चर पढ्ने बेलामै त्यो मोबाइल मागेर मैले गरेर साथी हो कि होइन?
हो कि होइन? यो गरे हम सर हामीले। हो, यो क्वेसन हामीले गरेको है। यो क्वेसन गरेको हो। निरुताले यो क्वेसन फेरि मलाई सोधिन्। त्यही भएर चाहिँ गरेको कुरा नि हेर है, एकचोटि कपी पनि हेर्ने गर कि ओल्ड डिजिटल मात्रै हेर्ने, सबै कुरा हेर्नु पऱ्यो। त्यही पनि मैले भनिदिन्छु क्वेसनमा चाहिँ। सर मैले गरेको थिएँ त पछि। हो, हजुर सर। ल ठिक छ, केही छैन। यहाँ अर्पितालाई पनि क्वेसन कन्फ्युजन थियो होइन अर्पिता? यो क्वेसन म गर्छु हल्का। हजुर सर, यो टोटलको अलिकति कल गर्छ। के भन्यो भन्दाखेरि अ सोलिड साफ्ट अफ 10 cm डायमिटर, एउटा 10 cm डायमिटर भएको एउटा सोलिड साफ्ट थियो। ट्रान्समिट 75 किलोवाट पावर। डायमिटर दियो, डी कति दियो 10 सेन्टिमिटर। अनि यसलाई मिटरमा लान सकियो। यसलाई मिटरमा लैजाऊ, डिभाइड बाई 100 गरेर भनेको 0.1 मिटर गयो। कति दियो पावर दियो, कति 74 किलोवाट। किलोवाटमा पावर दियो। किलोवाटले के वाट बनायो भनेको थिएँ मैले किलोवाटलाई। अनि के दियो यान दियो। आरपिएम भनेको चाहिँ रिभोल्युसन पर मिनट, आरपिएम दियो। क्यालकुलेट टर्क दियो। टर्क हाम्रो फर्मुला के छ? टी बाई जे इक्वल्स टु टाओ बाई आर इक्वल्स टु जी फाइभ है। यही हो फर्मुला त। फर्मुला त यही हो। के सोध्यो? हामीलाई सोध्यो टर्क सोध्यो। टर्क टाउ सोध्यो। यो सोध्यो भनेपछि हामीलाई फाइ दिएको छैन होइन, फाइ पनि दिएछ। अथवा अर्को के सोध्यो? अर्को सोध्यो म्याक्सिमम सेल्सियस, टाउ पनि सोध्यो। टाओ म्याक्स पनि सोध्यो। अर्को सोध्यो एङ्गल अफ ट्विस्ट इन अ लेन्थ अफ 1.5 मिटर हो भने यो चाहिँ अर्को क्वेसन है, फेरि अर्को पार्ट हो यो। के सोध्यो भनेपछि हामीसँग के छ? पावर फर्मुला। के हो भन्दा पावर फर्मुला टु के फर्मुला? फर्मुला पावर हेर्दै कपीमा के छ लेखाएको छु मैले? 2 pi nt divided by 60. 2 पाई एनटी डिभाइडेड बाई 60। के को बेला फर्मुला यो? किलोवाटको कि वाटमा फर्मुला? केमा भन्थ्यौ? वाटमा हो सर त्यो। वाटमा हो भनेपछि यसलाई केमा लानुपर्छ? यसलाई चाहिँ वाटमा लानुपर्छ। पहिला 75 बाई 1000 गरेर चाहिँ यसलाई केमा लाने? पहिला वाटमा लाने। यो पावर चाहिँ अब यहाँबाट कति आउँछ? यो पावर यहाँ हाल्ने। यान दियो, यहाँबाट के आयो? टर्क आयो। क्वेसन नम्बर 1 को यो आइको सकियो, टर्क आयो। ठिक छ। अब टर्क आयो। टर्क आइसकेपछि के भयो? टी बाई जे भनेको टाउ बाई आर हो। टी त आइसक्यो। जे भनेको के हो? जे भनेको के हो? पोलर माउन्ट इनेर्सिया हो भनेको पाई डी किप बाई 32 होइन, पोलर माउन्ट इनेर्सिया हो कि होइन? 32 हो हो। पाई डी के 32 हाल। टाउ निकाल्न पर्ने। रेडियस डायमिटर यो दियो, डायमिटर रेडियस पनि आइहाल्यो। यहाँबाट टाउ पनि आइहाल्यो। आइसकियो। त्यसपछि के दियो? फोर्थमा दियो है। अर्को यही फर्मुलाबाट चाहिँ लाग्ने। यो घरि कुन दिन्छ, घरि के दिन्छ, यही फर्मुलामा चाहिँ हामी लाग्ने हो है। यो पछि के निकाल्ने, यो पछि केही पनि छैन यसमा। के दिन्छ? पावर दियो, पावरबाट टी आयो, त्यसपछि अर्को लाने हो है। त्यसपछि छ द सियर स्ट्रेस एट द रेडियस अफ 3 सेन्टिमिटर। के हो? थर्डमा एङ्गल अफ ट्विस्ट। एङ्गल अफ ट्विस्ट पनि भन्यो। एङ्गल अफ ट्विस्ट पनि निकाल्ने भन्यो। के भन्यो भने एङ्गल फाइभ पनि निकाल्ने भन्यो। लेन्थ पनि दियो, फाइभ निकाल्ने भन्यो। लेन्थ पनि कति दियो? लेन्थ पनि 1.5 दियो। भनेपछि फाइभ कसरी निकाल्ने? हामीले टाउ पनि निकाल्यौँ, आर पनि हामीलाई थाहा छ। जी यी क्वेसन जी है, सी होइन यो जी हो। मैले भनेको थिएँ क्लासमै। जी पनि दिएछ, फाइभ निकाल्ने भन्यो, याल पनि दियो। सकिने निकाल्नु अब अर्पिता? टाउ बाई आर इज इक्वल्स टु जी फाइभ बाई याल हो। टाउ तिमीले निकाल्छौ। यो सेकेन्डबाट टाउ आउँछ। आर डायमिटर त्यसै आर जस्तै आइहाल्यो, डायमिटर त्यसै रेडियस आइहाल्यो। जी भनेको यो सी भनेकै जी हो, जी हो, सी होइन त्यो जी हो। फाइभ निकाल्न पर्ने। याल दियो 1.5। निकाल्न सकिएन? सकियो सकियो। निकाल्न सकियो। अब अरू के भन्यो? सियर स्ट्रेस यति रेडियस 3 सेन्टिमिटर। 3 सेन्टिमिटरमा रेडियस निकाल्ने भन्यो। एउटा यस्तो फिगरमा आएको थियो नि मैले। हामीले निकालेको टाउ म्याक्स चाहिँ रेडियस कहाँसम्म हो? हामीले टिकानेको टाउ म्याक्स चाहिँ रेडियस कहाँसम्म हो? रेडियस कति छ? 10 छ भनेपछि 5 सम्म हो। 5 सम्म कति आयो? 5 सम्म तिम्रो टाउ एउटा आउँछ, टाउ म्याक्स आउँछ। अब कहाँसम्म निकाल भन्यो? 3 सम्म निकाल्ने भन्यो। यहाँको टाउ निकाल्ने भन्यो। के लगाउने? सिमेन्ट एङ्गल लगाउने।
ठुलो ट्रायङ्गलको ठाडो अपन सानोको ठाडो, ठुलोको तेर्सो अपन सानोको तेर्सो, तेर्सो 5/3। अनि त आइहाल्यो यहाँबाट टाउ त सेकेन्डमा आउँछ, यहाँ टाउ निकाल। ठिक छ यो यसरी गर्ने हो यो क्वेसन चाहिँ। यो क्वेसन मैले क्लासमा गराएको छु, त्यस्तो गाह्रो पनि छैन, त्यो चाहिँ गर्ने। ओके ठिक छ यो कि बुझिँदैन भन्नु त निरुता अर्पिता? बुझ्यो सर बुझ्यो। ल यसलाई पनि भयो। अर्को क्वेसन अब चाहिँ जान्छु म। अब लगभग निरुताले पठाएको क्वेसन पनि सकियो। त्यसपछि सर त्यो तपाईँको बिहानको सन्जेले गरेको वाला। अब म सन्जेको क्वेसनमा जान्छु। कहाँ छ सन्जय क्वेसन भन्दाखेरि ग्रुपमा। कहाँ छ यो ग्रुप? ग्रुप छ यहाँ छ ग्रुप, सन्जयले पठाएको क्वेसन। ल यसलाई पनि मैले हेरेको क्वेसन डाउनलोड गरेँ। ल यो क्वेसन पनि तिमीहरूको बुकमा छ। यो टाइपको क्वेसन पनि कहाँ छ त भन्दाखेरि तिमीले बुकै हेर्दा जान्छौ। बुक त हेरेर मैले नहेर्ने भने अब, तर चाहिँ प्र्याक्टिस गर्ने बेलामा क्वेसनहरूको हिन्ट दिनको लागि हेर्नुपर्छ क्या। मेथड चाहिँ मेरै प्रयोग गर्ने होइन, मैले गराएको हेर्दा चाहिँ अझै कस्तो क्वेसन चाहिँ रहेछ भन्दाखेरि कसरी गरेर हाल्ने भनेर चाहिँ हल्का चाहिँ हेर्नुपर्छ, केही छैन। यो क्वेसन त्यो चाहिँ थ्योरी अफ फ्लेक्चर क्वेसन हो, थ्योरी अफ फ्लेक्चरको। यो क्वेसन यस्तो गाह्रो क्वेसन त होइन। यसमा चाहिँ निकाल्ने भनेको डब्लु निकाल्नु पर्ने हो हामीलाई। त्यो निकाल्ने कसरी हो भन्दाखेरि चाहिँ म सिकाउँछु। पेज नम्बर 196, पेज नम्बर 196 को इक्जाम्पल 5.4 मा हेर त। त्यस्तै क्वेसन हो यो, त्यही टाइपको हो। उसले त्यही हुनसक्छ क्वेसन। पेज नम्बर 196, पेज नम्बर 196 कस्तो घुमेर आएको क्वेसन, किन घुम्यो? डिलिट। यसलाई पहिला अर्कोतिर घुमाउनु पर्यो। हेरौ पेज नम्बर 196 हेरौ, पेज नम्बर 196। हेरी के हेरेन क्वेसन भने के? सर हेरेछन्। सबैले हेऱ्यो? हेरियो सर। ओ त्यो क्वेसन एकचोटि हेरिराख्ने अब एकछिन। म त्यहाँ फेरि आइपुग्छु। सबैले हेऱ्यो नि त क्वेसन? सृष्टि उर्मिला हेऱ्यौ? पेज नम्बर 196, 196। यस यति छ सर। ओके किन सानो हुन्न यो? हेर पढ्दा क्वेसन के भन्यो? अ वाटर मेन क्वेसनै रहेछ त। ल त्यसो हुँदा चाहिँ फेरि है 271 सो आउनु सक्छ क्वेसन आउनु सक्छ। अ वाटर मेन अफ 1200 mm इन्टरनल डायमिटर एन्ड 12 mm थिक भनेको एउटा पानी बोकेको पाइप रहेछ। एउटा पानी भएको पाइप रहेछ। अनि त्यसलाई चाहिँ कस्तो रहेछ भन्दाखेरि चाहिँ काटेर हेर्ने बेलामा, पानी बोकेको पाइपलाई काटेर हेर्ने बेलामा, अथवा यसरी बनाएन मैले, यो पानी बोकेको पाइपलाई चाहिँ काटेर हेर्ने बेलामा कस्तो देखियो अरे भन्दाखेरि चाहिँ यस्तो गोलो रहेछ। अनि के रहेछ यसको चाहिँ बाहिरी डाया चाहिँ यस्तो रहेछ। पो है त, यसलाई म अझै मेटेँ, डिलिट। के छ अरे भित्री थिकनेस इन्टरनल डायमिटर भित्रबाट नाप्दा चाहिँ 1200 mm छ अरे। र यसको डायामिटर चाहिँ, यसको थिकनेस भनौँ न, यसको मोटाइ
यसको थिकनेस चाहिँ कति छ अरे भन्दाखेरि थिकनेस चाहिँ 12 mm को छ अरे थिकनेस। हो यस्तो बनाएँ मैले। यसको भित्रपट्टिको डायमिटर चाहिँ क्वेसन पढ्दिएँ मैले नि। तिमीले पनि क्वेसन पढिरह। कहाँ छ यो पेन्सिलै हरायो हो यहाँ छ। यसको भित्रपट्टिको भित्र नापेको डायमिटर चाहिँ कति छ अरे 1200 mm छ अरे। हो 1200 mm छ अरे। 1200 mm छ। यसको थिकनेस यसको मोटाइ यो पाइपको मोटाइ कति छ अरे यो पाइपको मोटाइ छ अरे 12 mm। यस्तो खालको पाइप छ अरे। यसले के बोके पाइपमा के छ पानी हो पाइपमा यसरी पानी बोकेको छ। पाइपभित्र पानी छ। रनिङ फुल है भोरी छ पानी भोरी बोकिरहेछ। इफ द बेन्डिङ स्ट्रेस इज नट एक्सिडेड 56 न्युटन पर एमएम स्क्वायर भने के दियो सिग्मा दियो। क्वेसनमा सिग्मा दियो 56 न्युटन पर यहाँभन्दा बढी हुन पाउन अरे बेन्डिङ स्ट्रेस सिग्मा दियो क्वेसनमा। फाइन्ड द ग्रेटेस्ट स्पान भनेको ग्रेटेस्ट भनेको चाहिँ ठुलो स्पान निकाल। यस्तो एउटा बिम छ भने यो पाइपलाई चाहिँ यसरी राख्यो अरे। सिम्पली सपोर्टेड बिममा चाहिँ यो पाइपलाई यसरी राखियो अरे। काटेर हेर्नु यस्तो छ काटेर हेर्नु यस्तो थियो तर बिम चाहिँ यसरी यहाँ राखिछ भने अन विच पाइप मे बी फ्रीली सपोर्टेड भनेको यो लोड धान्नलाई कति लामो स्पानसम्म चाहिँ पाइप टेकाउन सकिन्छ त नि। यो पाइप यसरी पाइप छ भने यो पाइपलाई धान्नको लागि कहाँसम्म एउटा सपोर्ट यहाँ छ भने अर्को सपोर्ट कहाँ चाहिन्छ त यो पाइप धान्न। पाइप यति हावामा बस्दैन जमिनमा बस्न पनि होला भनेपछि यहाँ एउटा सपोर्ट राख्ने भने पाइपलाई अर्को ठाउँमा कहाँ सपोर्ट राख्ने यहाँ राख्ने सपोर्ट तिमी सपोर्ट राख्ने होला भनेपछि यसको कति लेन्थमा एउटा सपोर्ट राखेको कति लेन्थमा अर्को सपोर्ट राख्न पर्छ ताकि त्यो पाइप चाहिँ के होस् आफै अड्डियोस् झुल्लिने भएन सिधा भएर बसोस् भनेको यो चाहिँ है। कति लेन्थमा चाहिँ त्यो निकाल्ने भनेको। अरूबाट त के भन्यो अम्मा अन द पाइप विच मे बी फ्री सपोर्टेड भनेको त्यो पाइप चाहिँ एउटा ठाउँमा एउटा सपोर्ट राखिसकेपछि कति टाढा अर्को सपोर्ट राख्ने ताकि त्यो पाइप के होस् फ्रीली बसोस् भन्नु खोजेको हो। भनेपछि के निकाल्ने भनेको याल चाहियो। अरू के देखाएको क्वेसनमा हेर त क्वेसनमा के दियो अरू क्वेसनमा एउटा दियो स्टिल एन्ड वाटर वेज। यो भनेको के भन्दाखेरि स्टिलको वेट होइन यो वेट होइन फेरि स्टिलको के दियो यो 76800 76800 के दियो न्युटन पर मिटर क्युब प्रति घनमिटरमा। स्टिलको प्रति घनमिटरमा 7680 बराबरको चाहिँ के छ अरे लोड छ अरे। यसको वेट छ अरे आफ्नो वेट छ अरे र पानी के छ अरे पानी प्रति घनमिटरमा कति छ अरे 10,000 हो 10,000 न्युटन छ अरे। पानीको प्रत्येक 1 मिटर क्युबमा चाहिँ कति छ अरे भन्दाखेरि 10,000 मिटर क्युब चाहिँ त्यसको भोल्युम छ अरे भनेर दिएको हो। भनेपछि हामीलाई यो किन दिएको त भन्दाखेरि यो दिएको पनि अर्थ छ। भनेपछि हामीलाई निकाल्न पर्ने के हो भन त याल हो कि होइन निकाल्न पर्ने याल हो कि होइन हो याल कसरी आउँछ भन त गगन याल कसरी आउँछ याल के भयो भने याल आउँछ भन त हामीलाई के चाहिन्छ याल निकाल्न सुरुमा यदि यो पाइप चाहिँ यदि यो पाइपको वेटलाई हामीले युडिएल मानियो भने यो त डब्लु हो। पाइपको वेट त के हुन्छ पानी पनि भोरी छ भने एक समान हुन्छ। यसको पाइपको थिकनेस पनि 12 mm थिकनेस हो यसको समान थिकनेस पनि समान हुन्छ। यो डब्लु हो पाइपको र पानीको वेटलाई हामीले डब्लु मानिन्छ। भनेपछि हामीसँग फर्मुला के हो सिग्मा बाई वाइ इज इक्वल्स टु आई बाई वाइ हो। यो के हो यो सर्कल हो। सर्कलमा के हुन्छ पाइडी 4/64बाट चाहिँ यसको आई आयो वाइ पनि आउँछ ट्याक्क आधामा पर्छ डायमिटरको आधामा पर्छ वाइ सिग्मा बाई एम बाई आई एम बाई आई सिग्मा बाई वाइ के लेखेँ मैले फर्मुला यो होइन सिग्मा एम बाई आई होइन यो भनेको एम बाई आई m by I equal to sigma by y हो यो एम बाई आई सिग्मा वाइ हो भनेपछि आई पनि थाहा हुन्छ मैले मेट्छु
क्वेसनमा सिग्मा दिइसक्यो, सर्कुलरको सेक्सन दियो, यसको आई पनि थाहा हुन्छ। हाम्रो फर्मुला के हो? एम बाई आई भनेको सिग्मा बाई वाई हो। याम थाहा छैन। याम भनेको के हुन्छ? यदि यो डब्लु हो भने याम कति हुन्छ भन त? यहाँ कति हुन्छ म्याक्सिमम बेन्डिङ मोमेन्ट? मैले लेखाएको थिएँ फर्मुला। युडिएल भएको बेलामा कति हुन्छ म्याक्सिमम बेन्डिङ मोमेन्ट? फर्मुला के थियो? 60 W square by 8 हो, WL स्क्वायर बाई 8 हो। WL स्क्वायर 8 हो भनेपछि यो फर्मुलाबाट हामीले आई पनि निकाल्न सकिन्छ। आई के हो? पाई डी 4/64 हो। आई पनि आयो। वाई पनि के हुन्छ? D/2 हुन्छ। वाई पनि आयो। सिग्मा दियो 56। यहाँबाट याम आयो। याम यहाँ हाल। डब्लु निकाल्न पर्छ हामीलाई। अनि यहाँ आउँछ आउन्न? आउँछ? सबै आउँछ। तर हामीसँग के छैन? डब्लु छैन। डब्लु छैन है। याल निकाल्नको लागि चाहिँ सबै कुरा आउँथ्यो, तर डब्लु छैन। भनेपछि डब्लु निकाल्ने कसरी? डब्लु को के हो? युनिट। युडिएल को युनिट के हो भन त? डब्लु को न्युटन किलोन्युटन पर मिटर हो। भनेपछि अथवा फोर्स पर मिटर हो कि किलोमिटर पर मिटर कि न्युटन पर मिटर हो। भनेपछि हामीलाई सुरुमा निकाल्न पर्यो डब्लु निकाल्न पर्यो। भनेपछि डब्लु निकाल्न चाहिँ हामीलाई पर्यो सुरुमा। यही हामीलाई दिएको यो 78300 र 1000 पनि के हो? डब्लु निकाल्न दिएको हो। भनेपछि डब्लु कसरी निकाल्ने? अब म निकाल्छु डब्लु। कसरी निकाल्ने त डब्लु भन्दाखेरि चाहिँ सिम्पल छ है कुरा। डब्लु निकाल्ने कुरा सिम्पल छ। तिमीहरूले हल्का यो बेसिक हाइड्रोलिक्सतिर पढेको कुरा पनि हल्का यहाँ युज हुन्छ। युनिट वेट हो कि युनिट वेट? तिमीहरू सोइल बनाउनु, सोइल बनाउनु, सोइल पढ्नु सोइल। हजुर सर पढेको। सोइल म्यान छ नि युनिट वेट? अनि युनिट वेट युनिट वेट हजुर हजुर सोइलमा छ युनिट वेट छ गामा युनिट वेट गामा हुन्छ नि। हो यही हो गामा दिएको कि यो गामा हो के हो? युनिट। युनिट वेटको युनिट त किलोमिटर पर मिटर कि होइन? किलोन्युटन पर मिटर कि यहाँ पनि त्यही दिएको यहाँ पनि किलोमिटर मिटर कि। भनेपछि हामीलाई के दियो भन्दाखेरि स्टिलको के दियो? हामीलाई दिएको यो 78300 भनेको स्टिलको युनिट वेट हो। भनेको 7680 न्युटन पर मिटर क्युब हो कि होइन? हामीलाई चाहिएको चाहिँ डब्लु केमा चाहिएको भन त? न्युटन पर मिटरमा हो कि होइन? हो एरियाले डिभाइड हान्ने कि आउँछ न डिभाइड हान्ने त्यसको एरियाले हो। यहाँ 786 इन्टु सेमन्तले कन्सेप्ट बुझ्यो भनेपछि के छ? न्युटन पर मिटर क्युब हो। भनेपछि हामीले अर्को मिटर स्क्वायरले डिभाइड हान्ने भने त के बच्छ? न्युटन पर मिटर बच्चे बच्दैन? मिटर स्क्वायरले डिभाइड हान्ने इन्टु हान्ने भने त मल्टिप्लाई हान्ने भने त यसको चाहिँ काटिन्छ, एउटा बच्छ हो कि होइन भन त? हामीसँग के छ? मिटर क्युब छ। त्यो मिटर क्युबलाई माथि मिटर स्क्वायरले तिमीले मल्टिप्लाई हान्ने हो भने त 2 र 3 काटियो, के बच्यो? न्युटन पर मिटर बच्छ। भनेपछि न्युटन पर मिटर बच्नको लागि के मल्टिप्लाई गर्नुपर्छ? त्यसको एरियाले मल्टिप्लाई गरिदिनु पर्ने चाहिँ एरियाले। बुझेनौ? बुझियो सर। हो यहाँबाट एरियाले मल्टिप्लाई गर। डब्लु आयो के को? स्टिलको डब्लु आयो हो। डब्लु आयो, स्टिलको आयो डब्लु आयो हो। स्टिलको एरिया कति हो त? स्टिलको एरिया त कति हो भन त? स्टिलको एरिया यो स्टिलको भने कि 12000 पाई डी स्क्वायर एफ हो नि त। पाई डी स्क्वायर एफ हो। तर के छ? स्टिल त बाहिर मात्रै हो नि, स्टिल भित्र त होइन। स्टिल त बाहिर मात्रै हो। भनेपछि के हुन्छ? ठुलो डी माइनस ठुलो डी भने 1200 भयो। अनि सानो डी भने चाहिँ 1200 माइनस 12 गर्दा फेरि 1188 होइन। सानो डी यस्तो हुन्छ है। सानो डी के हो भन्दाखेरि ठुलो डी चाहिँ सानो डी चाहिँ भित्रको डायमिटर चाहिँ कति हो? 1200 हो। भित्रको 1200 हो। भनेपछि बाहिर कति हुनु पर्यो? भित्रको 12 थिए। भित्रको 1200 भनेपछि बाहिर के हुनु पर्यो? बाहिरको 1200 प्लस 12 प्लस 12 प्लस अर्को 12 यतापट्टि नै 12
यता नि 12 होइन प्लस 2टा 12 हुन्छ क्या है प्लस 2टा 12 ओके 1224 अँ यो भित्रको यति चाहिँ 1200 हो अनि यतापट्टिको थिकनेस एउटा 12 थिकनेस छ यतापट्टि पनि थिकनेस छ पुरै डायमिटर हो त डायमिटर त पुरै होइन डायमिटर त पुरै हो छेउको छेउ टु छेउ हो होइन वार्कको पार हो भनेपछि 1200 + 12 ठुलो डी यो भयो सानो डी यो भयो भनेपछि एरिया अफ स्टिल यसरी आयो एरिया अफ स्टिल यसरी आयो यो एरियाले तिमीले 78600 लाई गुन्दियो भने के आयो डब्लु आयो डब्लु स्टिलको वेट आयो डब्लुएस आयो स्टिलको वेट आयो स्टिलको डब्लु आयो अब के छ वाटरको त्यहाँभित्र वाटर पनि छ भनेपछि वाटरको एरिया कति वाटरको एरिया वाटरको एरिया 1200 यो त डायमिटर हो पाई डी स्क्वायर भनेको 1200 को स्क्वायर भित्र हो नि त पानी भएको त अँ 4 त्यही त भन्ने 1200 त भन्ने हो भन्नु 12 खोजे पाई डायमिटर के पाई डी स्क्वायर पाई- 4 भनेपछि वाटरको एरिया पनि आयो वाटरको एरियाले वाटरको हेऱ्यो 1000 लाई तिमीले मल्टिप्लाई गरेपछि के आयो वाटरको डब्लु आयो वाटर क्या फोर्स आयो वाटरको डब्लु आयो डब्लु आयो हाम्रो डब्लु के हो हाम्रो लागि डब्लु भनेको त के हो स्टिलको डब्लु प्लस वाटरको डब्लु हो वाटरको डब्लु स्टिलको डब्लु हेर त तिम्रो बुकमा नि आहा स्टिलको डब्लु वाटरको डब्लु भनेपछि हाम्रो डब्लु आउँदो रहेछ 14.82 आउँदो रहेछ बुकको पेज नम्बर 196 मा यो कुरा छ है सेमन्त अँ देखे हो यसरी आएको है कुरा यो बुकमा त्यसले जे गरेको भए पनि हेऱ्यो युनिट वेटलाई चाहिँ हामीले एरियाले मल्टिप्लाई गरेको हो निरुता सृष्टि हजुर सर बुझ्यो स्टिल चाहिँ होलो छ बाहिर बाहिर मात्रै छ त्यही भएर चाहिँ 12 यो डी माइनस डी गर्नु पर्यो ठुलो डी माइनस सानो डी गर्नु पर्यो भित्रको चाहिँ 1200 हो भनेपछि बाहिर के हुन्छ यतापट्टिको 12 प्लस अर्कोतिरको 12 जोडेपछि 1224 आउँछ गगन हो किन यसरी एरिया आयो वाटरको एरिया चाहिँ के हो भन्दाखेरि भित्रको मात्रै एरिया हो भित्र मात्रै कति छ भित्रको डायमिटर त 1200 हो त्यही भएर पाई डी स्क्वायर बाइ 4 डी भनेको वाटरको लागि 1200 सेमन्त हो किन हो भनेपछि वाटरको एरिया पनि आयो स्टिलको एरिया पनि आयो त्यो एरियाले स्टिलको 7680 लाई गुन्देऊ डब्लु आयो स्टिलको वाटरको एरियाले वाटरको 10000 लाई गुन्देऊ वाटरको एरिया वाटरको डब्लु आयो डब्लु जोड हाम्रो डब्लु यसरी आयो भनेपछि के छ अब के निकाल्नु पर्यो याम हाम्रो फर्मुला के छ याम बाई आई भनेको सिग्मा बाई वाई हो आई के हुन्छ आई त पाई डी 4/64 तर के हुन्छ डी ठुलो डी 4 दुईटा भएपछि के हुन्छ सानो डी 4 बाई 64 हो कि होइन 64 आई त हजुर सर हो हो आई आयो वाई के हो वाई जहिले पनि ठुलो डी बाई 2 है सानो डी बाई 2 होइन ठुलो डी बाई 2 हो वाई आयो यहाँबाट सिग्मा पनि क्वेसनमा दिएछ यहाँबाट के आयो तिमीहरूको याम आउँछ यहाँबाट याम आउँछ याम आउँछ याम आयो ठुलो जहिले पनि वाई भनेको यस्तो रुट दियो भने ठुलो डी बाई 64 हुन्छ है ठुलो हुन्छ त्यो कुरा चाहिँ याद गर्ने हस् सर याम आयो याम